हो दर्शकबिनहरू, अब सुकुमायाले भुन्टीलाई दुःख दिएका भूपेन्द्रका परिवारहरूलाई चाहिँ भूपेन्द्रलाई समेत जेल हालिनेछन्। अब जेल हालिसकेपछि जब भुन्टीले थाहा पाउँछिन् कि सुकुमायाले भूपेन्द्रलाई जेल हालेकी छिन्, त्यसपछि फेरि भुन्टीले सुकुमायासँग बिन्ती गरेर धेरै माया गर्ने भुन्टीको मन पलाएर फेरि उनीले भूपेन्द्रलाई जेलबाट निकाल्ने छिन् दर्शकबिनहरू। किनकि भुन्टीको त्यो सोझोपन र भुन्टीले गर्ने माया देखेर चाहिँ भूपेन्द्रले त्यसपछि बुझ्नेछन् कि साँच्चीकै मैले भुन्टीमाथि गलत गरिरहेको रहेछु, भुन्टी साँच्चीकै मलाई माया गर्छिन् र मेरो लागि जे पनि गर्न सक्छिन् भनेर चाहिँ भूपेन्द्रले महसुस गर्नेछन् दर्शकबिन। किनकि भूपेन्द्रलाई महसुस गराउन जरुरी छ साँच्चीकै भुन्टीको माया कति छ, भुन्टीले कति माया गर्छिन् भनेर चाहिँ त्यो जताउन जरुरी छ, त्यो बुझ्न जरुरी छ। त्यसैले भुन्टीको मायाले अब बुझ्नेछन् र भूपेन्द्रले भुन्टीलाई बुझेर र परिवारले भुन्टीलाई अब धेरै माया गर्नेछन् दर्शकबिन। यो सम्भव मात्र सुकुमायाको कारणले हुनेछ दर्शकबिनहरू। सुकुमाया आइसकेपछि अब चाहिँ भुन्टीलाई न्याय मिल्नेछ, उनले दुःख पाउने छैनन्। आफ्नो मितिनीको लागि उनले भूपेन्द्र र भूपेन्द्रका परिवारसँग लड्ने छन् दर्शकबिन। किनकि धेरै भयो यो अत्याचार, धेरै भयो, सहन सक्ने क्षमता अब भुन्टीमा नरहेको अवस्था छ दर्शकबिनहरू। त्यसैको कारणले अब सुकुमायाले भुन्टीलाई न्याय दिने छिन् र त्यहाँ जे जस्तो व्यथिति भएको छ, जस्तो अत्याचारमा परेका छन्, जसरी ठगिरहेका छन्, सबैलाई भुन्टीले न्याय दिने छिन्। यही नै अब हामीले देख्न सक्नेछौँ दर्शकबिनहरू र सम्पूर्णले आशा पनि यस्तै गर्नुभएको छ। अब सुकुमाया आइसकेपछि केही न केही नयाँ र भुन्टीले चाहिँ खुसी पाउनुपर्छ भन्ने सम्पूर्णको मागसहित यो मध्यनजर गर्दै अब सुकुमायाले सबैलाई न्याय दिने छिन् दर्शकबिनहरू। तपाईहरूको माया र साथ र हौसला, सल्लाह, सुझाव नै उहाँ सुकुमाया टिभीको हौसला हो। त्यसैको कारणले सम्पूर्णले सल्लाह, सुझाव र माया सधैँ दिइराख्नुहोला र यस च्यानलमा पनि नयाँ हुनुहुन्छ भनेपछि सब्सक्राइब गरेर जोडिनुहोला र तल आउने कमेन्टमा आफूमा लागेका मनका कुराहरू राख्नुहोला भन्न चाहन्छु। हस् त, नमस्ते। जहाँ हुनुहुन्छ, जसो हुनुहुन्छ, खुसी रहनुहोस्, ह्याप्पी रहनुहोस् र सुकुमाया टिभी र भुन्टीलाई माया गरिरहनुहोस् भन्न चाहन्छु।